एकछिन न ओइ लास्ट भ्यापुला भनौँ न सबैले अलिक होइन सिक्नु पर्यो हो किन हामीले राख्यौँ भन्दाखेरि हाम्रो अब मलाई त अब बाबु बाजे पुर्खाहरूले जस्तो भन्न त आउँदैन तर पनि यो हाम्रो उहिलेदेखि बाजेहरूदेखि चलन चल्ती गर्दै ल्याएको हामीले पनि यसलाई अझै थाम्नुपर्छ भनेर दुईटा नहुँदा एउटा चाहिँ लोड पाले भने काम चलाउँ है भनेर आज राख्यो यो के लागि भन्दाखेरि अब मेरो माइला भाइ अब यस्तै भयो आफ्नो दिन त्यति नै रहेछ गयो अब हामी बमजन विशेष गरेर बमजन दाजुभाइलाई 21 दिनसम्म हामीले राख्यौँ उसमा जुठोमा होइन आज 21 दिन ठ्याक्कै भयो त्यो 21 दिन जुठोमा हामीलाई उतार्नलाई थुमथुमबाट मेलबोटे पिप्ले तेर्थुम इलाम मोरङ धरान जहाँ रहनुभएको बुलको कुटुम्ब उतार दिएर हामीले दुःख पाउनुभयो होला खाइदिनु भयो र हामीलाई उकासी दिनुभयो यो कुरामा अब अहिले चाहिँ हामी सबैजना साइलेन्ट बसौँ है फेरि भेट्नु है सक्दै भयो भनेर जिल्लाबारीको एउटा के भन्नु रेम भन्ने स्यालगार हो मृत्यु संस्कारको काममा प्रयोग हुने पाउने अर्कै भन्छ हामीले दाजुभाइले कसो गर्छौँ भने कुल कुटुम्ब आजदेखि मेन्ज्याङ घेवा मेन्ज्याङ देन हाम्रो तामाङको होइन मेन्ज्याङ खाङ भयो भनिसकेपछि अब रिस उठ्दा पनि यसलाई अब त्यो के हो जे होस् मेन्ज्याङ भन्दा सबै अस्तु चार फुट जम्मै आयो नेपाली भाषा त्यो गरिसकेपछि हाम्रो भाषा भनेपछि दाजुभाइलाई हामीले 21 दिनसम्म अब हामी आफ्नो सबैको आज मेरो भोलि कसको जे भए पनि बमजन दाजुभाइमा 21 दिनसम्म हामीले दुःख कष्ट जे भएर टाढ्यौँ सिद्ध्यायौँ यो र अब आजदेखि मेन्ज्याङको काम सिद्धिएपछि हाम्रो चेली बेटी दाजुभाइ गाउँघर सबैलाई टिका पोको अरू अन्य हिजो कस्तो थियो यो नहुँदा त्यस्तै भयो भनेको फुक्का गरिदिउँ हामीबाट त्यो कुनै रोकटोक भएन छैन हाम्रो घरमा यस्तो परेको छ तिमीहरू किन यस्तो कुरा गर्नु पनि मिलेन भनेर दिनदेखि टिका पुगो सबै सकियो अर्को कुरो हामी चाहिँ फेरि हामी घरको मान्छे चाहिँ 49 सम्म बार्छौँ त्यति बेला फेरि दाजुभाइले पनि होइन यिनीहरू फुक्का पनि भन्छ फेरि यिनीहरू चाहिँ बार्छ त्यो नभनिदिनु होला त्यो हामी सबैले अब कसैले बर्खा दिन पनि बार्छन् त्यो घर परिवार मात्रै तर अरूलाई जुठो सुठो त्यो बार्नु परेन त्यसको मतलब हाम्रो घरकोले 49 को दिन फेरि चोख्याएर घर परिवार त्यो दिनदेखि शुद्ध हुन्छौँ फेरि र त्यति भन्नको लागि नै यो बिदाबारी अर्को हाम्रो यो संस्कार मृत्यु दाजुभाइहरूले चलन चल्तीमा अब के बार्ने के नबार्ने कति गर्ने भन्ने कुरामा 1 वर्ष बार्न पनि पाउँदा आफ्नो धर्म हो फेरि 1 वर्षमा फेरि अर्को आएर नो गर्नु पर्यो नभए अर्थ भएन त्यसैले गर्दा त्यो नराख्ने सबै 49 मै हामी घरको मान्छेले फुक्का गर्छौँ दाजुभाइ कुल कुटुम्बमा जतिलाई आजैदेखि फुक्का हामीबाट बाधा छैन मैले यति नै राखेर राखेर यति गरिदिएँ मेरो कुरालाई मानिदिनुहुन्छ होला कुल कुटुम्ब दाजुभाइले भनेर पनि लासो ख्यापुला गर्ने अब यो चाहिँ कसले अब
यसो गर्न चाहिँ अब के छ त्यसको अरू केही अस्ति कसले राखेको थियो उसलाई राख्नु पर्यो नि तिन नङ्लाबाट चुची अर्को हो ए चाहिँ कुलकुटुम्ब खेला अर्को त्यो भन्नु पर्यो उता